सुरुवात भयो आज मेरो नयाँ ब्लगदेखि। आज चाहिँ हामी बिहानै खेत जान लाग्छौँ। 8:30 बजीसम्म खेतीमा बसेर अनि चाहिँ घर सराएर नुहाइ गरेर स्कुलतिर लाग्नुपर्छ। अनि चाहिँ आज चाहिँ दोस्रो दिन भयो। हिजोको दिन त सानो गर्थेँ भर्ना गरेर एकछिन गरेर आएँ। अनि चाहिँ आज अब एकछिन खेत गएर अनि चाहिँ काम गर्ने हो अनि त्यसपछि आउने हो। लाइट केटाहरू अब खेतदेखि आएर नुहाइ गरेर अब खाना खाएर स्कुलतिर लाग्यौँ। आज चाहिँ दोस्रो दिन हो, त्यसै कारण आज हेरौँ अब कस्तो हुन्छ दिन। यता चाहिँ जेडी सर खोइ खबी होला जी पुरा फोटो सेभ गरेर पनि अजिबै होला। यतिखेर अब चाहिँ स्कुल पुग्नेतिर हेरौँला फेरि हस् खतरा लैटकेटा खतरा त्यही मान्छे खतम लगाउनु। म चाहिँ यता 11 क्लासको कलेज आएको छु होइन, अन्त उहाँ अनि चाहिँ यता साथी चाहिँ मस्त मोबाइल चलाउँदै हिँड्छु कि 1 2 3 4 अनि चाहिँ यता नि यता चाहिँ कालीको 1 2 3 4 अनि चाहिँ यता चाहिँ फेरि सबै ग्याङ लो नष्ट कार्बोरेट कता नाले भयो त्यसको यसलाई हामीले पिक्चर पनि भन्छौँ, डिकेन्टर पनि भन्छौँ है। जस्तै कुनै कुनै ठाउँमा चाहिँ गेस्टहरूले एक बोतल खान सक्दैन नि, एक क्वार्टर बक्सीले त हुन्छ नि, क्वार्टरको बोतलमा दिन अलिक राम्रो देखिन्छ है। त्यो क्वार्टर चाहिँ हामीले यसमा राखेको चाहिँ यसरी गरेर राखेको छ, त्यो गर्दा राम्रो देखिन्छ है। सँगसँगै अब जस्तै अब यसलाई चाहिँ हामीले बारमा युज गर्नु पऱ्यो नि, यो खान्छ सबैले यसलाई एनर्जेटिक भन्छ। तर हामीले बारटेन्डरको काम के हो भने कुनै पनि सजिलो ड्रिङ्कलाई हेर्दा महँगो गरेर खान्छ है। अब लागत कतिलाई हेर्ने यो ला हेर्ने अब यो भयो। अब यो के हो बारमा यसलाई बार स्पुन भन्छ। नर्मल स्पुन यहाँसम्म पुग्छ पुग्दैन त होइन। सो बार स्पुनको काम के हो यहाँसम्म मात्रै पुग्नु हो, त्यो काम हो। अर्को काम चाहिँ के हुन्छ जस्तो यो पार्ट यहाँ दियो भने यसलाई हेर्दा पनि राम्रो देखियो हो नि। अब यसलाई मान्छे 250 रुपियाँ खाँदैन खान्छ कि लागत कति लाग्यो। हामी आएर पनि होटलमा यो तपाईँहरूलाई 250 दिँदैन ठिक छ नि। हामीले के सिक्यो यहाँ टेक्निक कसरी चाहिँ यसलाई दुईवटा पार्ट दिएछ। अब हेर्दा राम्रो देखियो, यसमा कालो टी-सर्ट राखिदियो के देखिन्छ छुट्टै राम्रो। त्यसको बाद हाँसी खुसी देखिन्छ। लागत हेर्नु कति रुपियाँ लाग्यो 50 रुपियाँ लागेन। यो अलिकति अझै यसमा चाहिँ बनाउनु लागि आइस पनि राख्यो। अब आज चाहिँ आइस नपाएको भएर पछि चाहिँ हामीले आइस फ्रिज राख्छ होइन, फ्रिज भइसकेपछि हामीले आइस पनि युज गर्छौँ। ओके सो अब तिम्रो काम के हो यस्तै बनाउनु पऱ्यो मलाई। तिमीले यसमा बनाऊ तिमीले यसमा बनाऊ है। सो सबै कुरा राखिदिन्छु मैले, नाम याद गरेर गर्नु पऱ्यो है गाइस। अरे बाबू के राख्यो यसले सुतिन्छ कि थाहा हुनु पर्यो। कन्फिडेन्स जहिले पनि फुल अन है। माइक्रोवेभ राख्यो केसबाट राख्यो बस यो चाहिँ ट्राई गर्नु के भन्नु जिगर कति एमएल 60 एक्ज्याक्टली ठिक छ। अब त्यसपछि के राखेको छौ स्प्राइट गेसले सुत्यो भने CO2 भन्ने है। सोडा पनि हुन्छ स्प्राइट पनि हुन्छ। मैले भोलिगएर स्प्राइट पाएँ भने सोडा राखेको छु बिस्तारै फोम धेरै आयो घटाउँदै जाऊ हाला लभली। अब के राख्छौ इनर्जी ड्रिंक ओके।
के स्कुलबाट राख्छौ त्यसको नाम यो बार स्कुल र गेस्टले सोधिहाल्यो भने यो चाहिँ है जवाब पनि गर्नुपर्छ यो त्यसरी गर्न सिक्नु पर्यो यो पास हाँसा त्यसरी लिनु गरेर गेस्टलाई चाहिँ यस्तो हुन्छ नि घुमाएर यस्तो गरेर देखाउने क्या ल यो कसरी गर्ने त मैले अनि तल सबको यो पोइन्टबाट नि लभली यहाँ राख्ने बिस्तारै टच गरौँ मजाले लभली बिस्तारै लभली बस अब हेर छुट्टै हेर्नु हात काम भएन राख्ने लभली त्यसपछि के राख्ने CO2 स्प्राइट सोडा चाहिँ हो है कुनै पनि कुरामा CO2 छ भने त्यो राख्ने मजाले बिस्तारै रोक्यो बाहिर के भयो धेरै फास्टली राखेर के हो स्टार्टिङ त यो गर्दै हुन्छ नि के राख्ने बस खाने पनि एक कुरो राख्यो अब कसरी गर्छ तिमीले जानिस् तिमीले सिकाऊ कसरी भयो आस्ते पट्टू कर ले यार छुट्यो हैन त्यो काइन्ड अफ मोकटेल अब यसमा एउटा कुरा याद गर्नु है यहाँ त सिगरेट मैले तिमीलाई के भने फ्रुटी राख्यो स्प्राइट राख्यो मार्केट मिस्टिङ राख्यो भयो भने धेरै जस्तो घरमा जाँदाखेरि बनाउँदाखेरि सबैले छुट्टिने छुटेन भन्दाखेरि त्यो किन भने मैले यहाँ मिलाएर राखेको छु कुन चाहिँ कुराको भोल्युम धेरै छ याद गर्नु स्टिङको भन्दा फ्रुटीको भोल्युम धेरै छ के भयो त्यो के भयो तल भइदियो कि ओके त्यसलाई चाहिँ मैले केमा भुलिदिएँ स्प्राइटसँग भुलिदिएँ स्युटसँग अब त्यसमा के हुन्छ मार्केटले जे राख्यो त्यही दिन्छ सो त्यसलाई चाहिँ मात्र भोल्युम दियो तर त्यसमा मैले के गर्ने चम्चाकैहरूबाट बिस्तारै पोर गर्दाखेरि के भयो त्यो दिएको राइट अब यसलाई रेडी जानुहोस् जानु कृपया बाटो एउटा क्लास रोज्नु त्यहाँबाट कमन भयो कोकाकोला होइन अब त्यहाँबाट रोज्नु लभली स्ट्यान्डर्ड क्लास भन्छ लगाइस है मार्गरिटा भन्छ यो क्लासको नाम स्ट्राइट राख्नुहोस् डाइरेक्ट स्ट्राइट राख्नुहोस् कोअर्डिनेसन है मिलेर गर्ने सबैजना बिस्तारै राख्नुहोस् भइरह भयो के बनाउनु भयो है के बनाउनु भयो नन ककटेल हजुर केही बनाएन स्प्राइट हो यो बल्ल बनाउनु ल कसैले कपी मन पर्छ पर्दैन मन पर्छ खाएकै छैन सेम ल भेलबाट कसैले भन्नु अहिले कसैले लेयरिङ गर्ने अहिले एडजमेन्ट राखेको नि अब कपी राख्नु सिकाइयो काम त भएन है दुईटा हातले 14 सम्म दिएको एउटा हातले मात्रै ल पुग्यो हाल्नु पर्यो अलिक मजाले भरिनु पर्यो
त्यहाँ पास भएर तल गयो बिस्तारै रोकिङ पास हाल्नु के हुन्छ तल गयो है आगे घटा आगे घटा यो चाहिँ के गर्यो भने पोरिङ गर्दाखेरि एउटा ध्यान दिनुपर्ने कुरा चाहिँ के हुन्छ भने चम्चाले किन मागेको हामीले लेयरिङ गर्नलाई राइट तपाईँले हाल्दाखेरि मात्र हाल्नु जान्दैन भने खास गरी चाहिँ हुन्छ पनि यस्तै यो गर्दाखेरि के भइदियो भने भत्ता परेर तल हाल्यो त्यो ठुलो कुरो भयो है ल यो भयो अब अर्को कुरो चाहिँ मिक्स अब अघि हामीले लेयरिङ गर्दाखेरि के थियो अब हामी के गर्दैछौँ अब यहाँ चाहिँ अब मिक्स गर्दाखेरि के हुन्छ भने जहिले पनि यसलाई यो पार्टमा यसरी बुझ्यो अनि मिक्स गर्दाखेरि चाहिँ यो भित्र जान्छ यसरी मिक्स गर्छ है हाम्रो घरमा यो हो है यो दुईवटा बाहिर दुईवटा भित्र अगाडि ओके मिक्स गर्नु दुईवटा बाहिर दुईवटा भित्र हेर्नुहोस् यो छाड्नु यो यहाँ छ हो अगाडि पछाडि ए मुनि हैन अगाडि पछाडि मुनि साइडमा अगाडि अब पैसा दिन्छ नेक्स्ट मोगेट बना देखा थी मेरे पास पैसा जाना बंगाको इन्वेस्टे मत करा कर तो बोल मत के जना इसके मत इसके लिए आना है मकटेलको मिनिङ भनेको कुनै पनि ड्रिङ्कलाई भेराइटी बनाउने लास्ट ग्राफ को बनाउने हो एकजना आउनु कोही छ एकजना इच्छुक आउनुहोस् हो कोही बनाउनु मन लाग्छ कोही इच्छुक कोही छैन म बनाउनु फेरि के बनाउनु मन लाग्छ जुन मिक्स गरेर जुन बनाइदिनु छ त्यसमा कुन राख्नु लाग्छ जुन हुन्छ प्लेट ल कफी
कफी चाहिँ यसमा तैली भनेको डार्क कफी है यसमा मिल्क छ नि त मिल्कको टेन्सन त्यसको भन्दा हाई भएको भए तल जाने चान्स बढिन्छ है तल गएर किनभने कोल्ड ड्रिङ्क भन्दा कफी भोल्युम धेरै हुन्छ त्यो हो तल गएर Last one. Habis mistake. Kalau nanti apa? Lalu, topik ini bagaimana? Apa yang mix bisa dari dia itu awal. Apa dari mix bisa? Layering आउँदैन के किन एप्पल कलर हुँदैन रातोले काट्छ त्यसले हाल ट्राई चाहिँ गर किनभने ककटेल मात्रै भने एक्सपेरिमेन्ट हो कि नयाँ नयाँ ट्राई गर्ने गफले जाने ए नम्बर लेकिन त्यो कलर के फरक आएन हैन माथि हेर्दैन कलर गर्नु Berarti beliau mencari sudah, ya mencari boleh. Lah, oh apa kita lagi sih? Kerja, kecil. Kalau itu prosesnya banyak. और तो ये बड़े समय में जो बड़े है फोटो को खींचना कर ले प्रोसेस खाना कोई नहीं किसने पोस्टर किसने कोई सर कैसे का फोटो सब कोई नहीं बोलते ना क्यों खींच लाओ वाले को किसने 5 ल यता केटा अब चाहिँ स्कुलदेखि घर आउँदैछौँ यता देख्न सक्नुहुन्छ हाम्रो साथी जेडी सर अनि चाहिँ यता चाहिँ म हाम्रो जाँदैछौँ घरतिर हल्का अब समस्या छ आज चाहिँ फिटिङ सिटिङ गराइयो होइन आज अब ड्रेसको लागि जाँदैछौँ